पसिनाले भिजेको माटो, पुर्खादेखि जोतेको खेत र वर्षौंसम्म आश्रय दिइरहेको घर भए पनि काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाका 1000 भन्दा बढी परिवार सुकुम्बासी चाहिँ थिए। उनीहरूले टेकेर बाँचिरहेको जमिन आफ्नै हो भन्ने कानुनी प्रमाण उनीहरूसँग थिएन। पुर्ख्यौली माटो भए पनि जग्गाको लाल पूर्जा नहुँदा भुम्लुको वडा नम्बर 7 का 500 र वडा नम्बर 8 का 579 परिवारलाई 5 दशकसम्म एउटै शङ्का र त्रासले सताइरह्यो। कुनै दिन कसैले आएर यो त तिम्रो जमिन होइन भनेर हडपिदिने त होइन भन्ने डरले उनीहरूलाई वर्षौंसम्म चैनले बस्न दिएन। तर विक्रम सम्वत 2082 साल भदौ 3 गते भुम्लु गाउँपालिकाको प्राङ्गणको बिहानी सामान्य थिएन। यो बिहानीले गाउँलेहरूको जीवनमा खुसीका किरण लिएर आएको थियो। जहाँ पहिलो पटक भुम्लुका सुकुम्बासी भनिएका परिवारले आफ्नै माटोसँगको सम्बन्ध प्रमाणित गर्ने कानुनी आधार लाल पूर्जा पाएका थिए। यसले उनीहरूलाई लाग्दै आएको सुकुम्बासीको ट्याग सदाका लागि मेटाइदियो। हाम्रो केही छैन, हामी त सुकुम्बासी हौँ भन्ने चाहिँ हुन्थ्यो हामीलाई। अहिले त हामी धेरै हर्षोल्लास, हामी धेरै खुसी छौँ। अहिले हाम्रो अब लाल पूर्जा पाछौँ हामीले। सरकारी जग्गा भन्थे, अब लाल पूर्जा आएछ आफ्नो भयो। कागजको टुक्रो भयो भने अब आफ्नो भयो नि त। त्यो दिन भुम्लुका 381 परिवारले पहिलो पटक आफ्नो नाम उल्लेख भएको लाल पूर्जा हातमा समाते। ती परिवारका लागि लाल पूर्जा केवल कागजको टुक्रा मात्रै थिएन, यो 5 दशक लामो प्रतीक्षा, पीडा, अन्याय, सङ्घर्ष र धैर्यको उपलब्धि पनि थियो। भुम्लुवासीले यो सुखद क्षणमा आइपुग्न धेरै सङ्घर्ष गर्नु पर्यो। साबिक पिपलटार गाउँ पञ्चायत टुक्रिएर भुम्लुटार र फलाटे पञ्चायत हुँदा खेतीयोग्य टार जमिन नापीका क्रममा एका घरका दाजुभाइ बीच सिमाना विवाद भयो। पछि यसले सिङ्गो गाउँभरि नै विवादको बीजारोपण भयो। विक्रम सम्वत 2032 सालमा यहाँ नापी टोली पुग्दा जमिनको सिमाना र भोगचलनको विषयलाई लिएर ठुलै विवाद चर्कियो। पक्षहरूबीच झडप भयो, केही गाउँलेहरू घाइते भए। यो घटनापछि दुई गाउँका बीच बोलचाल र आवागमन बन्द भयो। करिब 7-8 महिनासम्म फलाटेका बासिन्दा तिमाल हुँदै घुमौरो बाटो हिँड्न बाध्य भए। नापी टोली काम नगरी फर्कियो। विवाद यतिमा मात्रै सीमित रहेन, पानीका स्रोतहरू, चरीचरण र घाँसताउरा गर्ने वन जङ्गल लगायतका प्राकृतिक स्रोतहरूमा समेत दुवै पक्षले दाबी गर्न थाले। आफ्नै दाजुभाइ बिचमा चाहिँ जुन खेतको सिमाना सम्बन्धी लिएर चाहिँ दुईवटा गाविसको समुदाय जुन जनताहरू बिचमा चाहिँ घमासान झगडा भइसके पछाडि त्यो नापी भइसकेको जग्गाहरू चाहिँ त्यतिखेर लाल पूर्जा विहीन भयो, दिन सकेन त्यो विवादले गरेर, जसले गर्दाखेरि चाहिँ त्यसलाई सिमाना विवाद भनेर भनिएको रहेछ। जमिनको लाल पूर्जा नहुँदा गाउँलेहरूले निकै पीडा सहे। आफ्नै सम्पत्ति भनेर पुष्टि गर्ने आधार नहुँदा त्यो जमिनबाट लिन सकिने अन्य सुविधा लिनबाट उनीहरू वञ्चित थिए। यो समस्या समाधानका लागि सरकारी निकायबाट थुप्रै पटक प्रयास भयो। विवाद समाधानका लागि थुप्रै समितिहरू पनि बने, तर विवाद साम्य भएन। विक्रम सम्वत 2035 सालमा फेरि नापी टोली गाउँमा आयो, तर विवादका कारण यसपटक पनि नापीको काम हुन सकेन। यो विवाद समाधानका लागि थुप्रै समितिहरू बने। लामो समयसम्म यो विवाद चलिरह्यो, तर समस्याको गाँठो खुल्न सकेन। यहाँबाट सब रातो रसिदको भरमा किनबेच हुने, हामी कहाँका नेपालकै मान्छे होइन भने जस्तो गर्थे कि यहाँ लाल पूर्जा नभएका कस्ता मान्छे होला, कहाँका मान्छे होलान्। अझ पनि अहिले पनि अब लाल पूर्जा भएपछि मात्रै, नत्र भने रसिदै भरमा चलिराखेको। पहिला लाल पूर्जा थिएन, अहिले चाहिँ हामीलाई लाल पूर्जाको व्यवस्था गरिदिनु भएको छ, त्यसैको लागि चाहिँ आएको। लाल पूर्जा नहुँदा चाहिँ सुकुम्बासी जस्तै भइया थियो, अहिले लाल पूर्जा भएपछि चाहिँ आफ्नो हरेक क्षेत्रमा जेसुकै काम गर्नको लागि चाहिँ सहयोग भएको छ। सङ्घीयता आएपछि भुम्लुमा आशाको नयाँ ढोका खुल्यो। गाउँपालिकाले पुरानो प्रशासनिक शैलीभन्दा फरक बाटो रोज्यो। समस्याको जरासम्म पुगेर संवाद मार्फत समस्याको हल गर्ने प्रयासको थालनी भयो। यसका लागि गाउँपालिकाले प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपाललाई यहाँ समस्या समाधान गर्न सहजीकरणका लागि औपचारिक रूपमा आग्रह गर्यो। केन्द्रले 2075 साल कार्तिक 16 गतेबाट यो विवाद समाधानको प्रक्रिया थालनी गर्यो। त्यसपछि भुम्लुमा यो समस्या समाधानका लागि समुदाय स्तरबाटै पहल सुरु भयो।
सबै नागरिकहरूको चित्त बुझाउनको लागि एउटा विभिन्न कोणबाट एउटा माकुरा समूह निर्माण गर्दै त्यहाँ चाहिँ मसिनो ढङ्गले तलदेखि माथिसम्म एक खालको छलफल बहस सल्लाह सुझाव परामर्श र एकले अर्कालाई चाहिँ नि बुझ्ने बुझाउने गर्ने क्रममा चाहिँ यो सीमा विवाद भन्ने केही होइन रहेछ, वास्तवमा यो हामी मिल्यो भने ठिक मिल्ने रहेछ भनेर दुईटै वडाको बिचमा सौहार्दपूर्ण ढङ्गले त्यो विवाद समाधान भएको छ। त्यसमा पक्कै पनि अब प्राकृतिक द्वन्द्व रूपान्तरण संस्थाले खेलेको भूमिका चाहिँ त्यो कम आँक्न मिल्दैन। फिल्डबुकमा प्रमाण सङ्केतमा लेखिएको किसिमको उसमा मालपोतमा लगत रहेको किसिमको क्रममा सामान्य त्रुटि भएको मिस्टेक भएको या त्यस्ता खालका कुराहरूलाई हामीले सहजीकरण गर्न भनेर समिति बनेको छ। त्यो समितिले सरजिमिन गरिदिन्छ, स्थानीय सरजिमिन गरेर होइन सांसदीयहरूको सरजिमिन गर्ने र अनि सरजिमिन गरिसकेपछि त्यो समितिले सिफारिस गरेर वडाको सिफारिसमा चाहिँ त्यस्ता व्यक्तिहरूको पूर्जा बन्ने किसिमको कुरो चाहिँ हामीले अगाडि बढाइराखेका छौँ। प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्रले आफ्नो प्रक्रिया थाल्यो। द्वन्द्व समाधानका लागि पूर्व तयारी बैठक बस्यो, द्वन्द्वको नक्साङ्कन गरियो, विवादित पक्षहरूलाई समेटेर माकुरा समूह गठन गरियो। गाउँकै पीडा बुझेका र दुवै पक्षका भावनालाई सूक्ष्म रूपमा चिनेका 11 जना सहजकर्ताहरू माकुरा समूहमा आबद्ध भए। द्वन्द्व रूपान्तरणका लागि उनीहरूलाई तालिम र क्षमता अभिवृद्धि गरियो। करिब 36 पटक छलफल र बैठक गरेपछि विवादित दुवै पक्ष सहमतिमा आए। समुदायको यो सहमतिले सरकारी प्रक्रियालाई तीव्र गति दियो। विक्रम सम्वत 2071 सालमा सुरु भएको नापी प्रक्रियाले पुनः गति लियो र अन्ततः यो विवाद समाधान नजिक पुग्यो। प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्रले 7 महिना लामो प्रयास र सहजीकरणपछि 8 बुँदे ऐतिहासिक सहमति गर्दै 5 दशक पुरानो विवादको अन्त्य भयो र बेतुमसम्म 2081 साल जेठ 31 गते नापी र लालपूर्जा वितरणका लागि गठित कार्यदलको कार्ययोजना अनुसार प्रक्रिया अघि बढाइयो। 36 वटा बैठकमा टुङ्गो लागेको हो। त्यसमध्ये 3टा चाहिँ हामीले पालिका स्तरीय पालिकाका पदाधिकारीहरूसहित राखेर केन्द्रीय बैठक जस्तो गऱ्यौँ। गाविसको एकै ठाउँमा जम्मा भएर 2 गाविसको। अनि अरू बाँकी चाहिँ हामीले प्रत्येक वडामा गएर विभिन्न चरणहरूमा प्रत्येक टोल बस्तीमा पुग्दै भेट्दै यहाँका कुरा उहाँको कुरा यहाँ राख्दै हामीले यो द्वन्द्व रूपान्तरण गर्न सफल भएका हौँ। प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्रले आफ्नो चाहिँ गाइडलाइन अनुसार दुवै पक्षलाई कन्भिन्स गरेर लाग्छ 76/1/31मा चाहिँ पातलेश्वर प्राथमिक विद्यालय साबिक फलाटे पातलेश्वर प्राथमिक विद्यालयको प्राङ्गणमा माकुरा समूहका चाहिँ समितिका साथीहरू र सेवाग्राही भनौँ न नागरिक समाज सबै बसेर हामीले त्यहाँ 7-8 वटा बुदामा चाहिँ एउटा सहमति कायम गरेर त्यही सहमतिकै बावजुद आज नापी 2 नम्बर गोसरा यो 7 नम्बर वडा कार्यालयमा र 1 नम्बर नापी गोसरा 8 नम्बर वडा कार्यालयमा बसेर जग्गाधनी पूर्जा बनाउँदै ह्यान्डओभर गर्दै गरेको छु। र अहिले आएर चाहिँ हामीलाई यति खुसी भएको छ कि त्यो लाल पूर्जा जुन उहाँले प्राप्त गर्नुभएको छ त्यो लाल पूर्जा चाहिँ महिला र पुरुष होइन घरको श्रीमान श्रीमतीकै नाममा चाहिँ आएको छ। पूर्जामा चाहिँ दुवैजनाको चाहिँ नाम देख्दा चाहिँ हामी अहिले चाहिँ एकदमै खुसी छौँ। सबै प्रक्रिया पूरा गरेपछि वडा नम्बर 7 का 500 मध्ये 177 वटा लाल पूर्जा वितरण गरिएको छ। 100 वटा लाल पूर्जा तयार भएको र बाँकी लाल पूर्जा तयारीको प्रक्रियामा गएको छ। त्यसैगरी वडा नम्बर 8 का 589 मध्ये 204 वटा लाल पूर्जा वितरण गरिएको छ। 250 परिवारको लाल पूर्जा बनेर वितरण हुने प्रक्रियामा रहेको र बाँकी परिवारको लाल पूर्जा बन्ने प्रक्रियामा रहेको छ। पहिलो चरणमा दुवै वडाका 381 परिवारले आफ्नो नाममा लाल पूर्जा हात पारेका छन्। बाँकी रहेका परिवारको लाल पूर्जा पनि प्रक्रिया पूरा गरेर चाँडै वितरण गरिने बताइएको छ। मेरो विचारमा अहिले 60% चाहिँ पूर्जा चाहिँ वितरण भयो भन्ने मलाई लाग्छ र अझै 40% बाँकी छ। धेरै चाहिँ कुरा चाहिँ सुल्झिया छ। अब चाहिँ सुकुम्बासी भनन् कि पूर्जा चाहिँ अब हातमा पर्यो भन्ने चाहिँ लागेको छ मलाई। हाम्रो घरधुरी 589 हो होइन, यता भुम्लु टारपट्टिको। अहिले हामीले पहिलो चरणमा 204 लाई हामीले बाँड्यौँ। 204 घरधुरीको पूर्जा पाएको छ। 300 को हाराहारीमा अहिले हामीले पूर्जा दिनीमा राखिसकेका छौँ। अर्को 150 जति पूर्जा बन्ने कागजहरू नापी मालपोत
लानको निम्ति तयारी अवस्थामा छ। भनेपछि 450 जति अहिले हामीले पूर्जा वितरण गर्छौँ अन्तिम समयसम्म। 50 वर्षसम्म कानुनी प्रमाण बिना बिताउनु पर्दा समुदायलाई मात्रै नभएर स्थानीय पालिकालाई समेत समस्या भएको थियो। यो समस्या समाधान भएपछि समुदायले केवल लाल पूर्जा मात्रै पाएनन्, उनीहरूले कानुनी पहिचान र आत्मविश्वास समेत पाएका छन्। पूर्जाको सवालमा जो आज 50 वर्षपछि प्राप्त भयो, त्यो प्राप्त हुनको लागि अग्रिम भूमिका चाहिँ माकुरा समूहलाई हामीले चाहिँ धन्यवाद दिन्छौँ। एक हिसाबले पेन्डिङ जस्तो रहेको परिस्थितिमा चाहिँ यसलाई फेरि चाहिँ उजागर गरेर अगाडि लिएर जाने कुरोमा त माकुरा समूहकै चाहिँ काम हो र त्यसको सदस्य भएको हैसियतले हामीले पनि त्यो किसिमको भूमिकाहरू गऱ्यौँ। पूर्जै नहुँदाखेरि त एउटा ठाडो खेस्टा एउटा रसिदको भर थियो, पूर्जा भएपछि एउटा पुस्तक पनि भयो, अर्को कुरो आफ्नो जमिनको क्षेत्रफल पनि रह्यो। 5 दशकदेखि गाँठो झैँ अड्किएको विवाद खोलिएपछि भुम्लु माटोले मात्रै नभएर मनले जोडिएको गाउँ बनेको छ। भुम्लुको 5 दशक लामो यो विवाद केवल लाल पूर्जाको अभावको समस्या मात्रै थिएन, गाउँलेहरूबीचको भरोसा र सह-अस्तित्वको परीक्षा पनि थियो। तर प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्रको सहजीकरण र समुदायकै पहलले असम्भव जस्तै देखिएको गाँठो खोलियो। अन्ततः 381 परिवारले कानुन सम्मत रूपमा आफ्नो जमिनमाथिको अधिकार पुनः स्थापित गरे। भुम्लु गाउँपालिकामा रहेको जुन जग्गा सम्बन्धी विवाद समाधान भएर घर परिवारले लाल पूर्जा पाउनु र अरू प्रक्रियामा रहनु हामी लगायत सबैको लागि चाहिँ एउटा गर्वको विषय हो। यो ठुलो उपलब्धि हो र यो विवाद समाधानमा सबभन्दा ठुलो कुरो भनेको प्रक्रिया रहेको छ। तटस्थ, निष्पक्ष, सर्वस्वीकार्य खालको एउटा प्रक्रिया चाहिँ हामीले पस्किने काम गऱ्यौँ। त्यसैले यो समाधानमा पुग्नुको लागि चाहिँ मुख्य कुरा चाहिँ प्रक्रिया रहेछ। यदि हामीले सही तरिकाले प्रक्रियाको अवलम्बन गऱ्यौँ, त्यो प्रक्रिया चाहिँ लागू गऱ्यौँ भनेदेखि जस्तोसुकै समस्याको पनि समाधान निस्किँदो रहेछ भन्ने उदाहरण चाहिँ भुम्लु गाउँपालिकामा रहेको यो जग्गा सम्बन्धीको विवाद भएको छ। र आज गाउँपालिका लगायत त्यहाँका सबै समुदायका मानिसहरू खुसी हुनुहुन्छ र हामीले पनि यो खालको अवसर प्राप्त गर्नु हाम्रो लागि पनि खुसीको कुरा हो र यो अरू खालका विवाद समाधानको लागि पनि एउटा सिकाइको विषय बनेको छ। अब अनिश्चितताको बोझ हटेसँगै भुम्लु विकास, सेवा सुविधा र लगानीका नयाँ चरणतर्फ अघि बढ्ने अपेक्षा गरिएको छ। भुम्लु अब विवादको पहिचानबाट होइन, समाधानको विश्वासबाट शान्ति, भाइचारा र दिगो विकासतर्फ अग्रसर बनेको छ।